आजको यस वक्तृत्वकलाको अन्तिम वक्तालाई मैले दुर्गा घटी बहिनीलाई चाहिँ आफ्नो वक्तृत्व यहाँ प्रस्तुत गर्दै हुन हार्दिक अनुरोध गर्दछु। नारी होस् या पुरुष यहाँ सम्मान सबै एक होस् हिंसा सहेर मन बस्ने कोही नपरोस् छोरीलाई पढ्न देऊ उसलाई उड्न देऊ समान अवसर दिएर समाजलाई अघि बढ्न देऊ। धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। आउने यस सभाका सभाध्यक्ष महोदय प्रमुख अतिथि विशिष्ट अतिथि जुनको जोगी र ढाकको किरा छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डल गुरुवर्ग विजयको माला लाउन आतुर हुनुभएका मेरा प्रतिनिधि र अन्य उपस्थित मुद्दाहरूमा म दुर्गा हट्टीको तर्फबाट स्वीकार दिनुहोस् हृदयदेखि नै न्यानो अभिवादन। आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज आयोजित श्री बर्मन माध्यमिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जालद्वारा सञ्चालन गरिएको यस वक्तृत्वका प्रतियोगितामा आफू सहभागी भई आफ्नो भावनाहरू राख्न पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्दछु। आजको यस वक्तृत्वकलाको शीर्षक रहेको छ कि लैङ्गिक हिंसा विरुद्धमा हाम्रो भूमिका। यसै शीर्षकमा आफ्ना बताहरू राख्न यहाँ उपस्थित सम्पूर्ण मान्यजनहरूको अनुमति चाहन्छु। लैङ्गिक हिंसा भन्नाले कुनै पनि व्यक्तिलाई उसको लिङ्ग लैङ्गिक पहिचान यौनिक आधारमा हुने मानसिक शारीरिक यौन वा सामाजिक क्षति पुर्याउने विभिन्न किसिमका दुर्व्यवहार दबाव भेदभाव वा आक्रमणलाई बुझिन्छ। घरेलु हिंसा यौन हिंसा मानव जबरजस्ती विवाह मानव निष्कृतन लैङ्गिक वर्षका नाममा हुने कुटपिट कार्यरत स्थलमा वा संस्थागत स्थलमा गरिने दुर्व्यवहार जस्ता क्रियाकलापहरूले सर्जगत गर्दछन्। उदाहरणका लागि हेर्ने हो भने महोदय जहाँ घरमा छोरा जन्मदा खुसीले रमाएर बेली फुटाइन्छ त्यही परिवारभित्र नै एउटा मानवता र संस्कारलाई बिर्सिएर एउटा चेलीको इज्जत लुटिन्छ। लैङ्गिक हिंसा विरुद्धमा हाम्रो भूमिका महत्त्वपूर्ण रहन्छ। हामीले विभिन्न तरिकाबाट यसको समस्या समाधान गर्न सक्छौँ। शिक्षा कानुनी सहायता परम्परागत सोच बदल्ने पुरुष तथा अन्य समुदायको सहभागिता सकारात्मक पुरुषलाई समर्थन गर्दै महिला अधिकारको समर्थन गर्ने जस्ता क्रियाकलापहरू गर्न सक्छौँ भन्ने मलाई लाग्दछ। उदाहरणका लागि हेर्ने हो भने महोदय संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव सचिव वान की मुनले भन्नुभएको छ कि हामी सबैको कर्तव्य हो लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउने कानुनी सुधार ल्याउने सचेतना फैलाउने। यिनै महान व्यक्तिहरूले भने चाहिँ अन्ततः लैङ्गिक हिंसा हाम्रो समाजको एक गम्भीर चुनौती हो जसलाई रोक्नका लागि हरेक व्यक्तिले आफ्नो स्तरबाट सक्दो योगदान दिन आवश्यक छ। सचेतना फैलाउने कानुनी सहयोग पीडितलाई सहयोग सचेतना अभिवृद्धि गरे मात्रै हामी हिंसारहित सुरक्षित र सम्मानजनक समाज निर्माण गर्न सक्छौँ भन्ने मलाई लाग्दछ। लैङ्गिक हिंसा विरुद्ध अब चुप लाग्ने होइन आवाज उठाउने बेला आएको छ।